है साथी यो नयाँ कुरा देखेँ मैले आज। नयाँ समयमा नयाँ नै सामान आउँदो रहेछ। यो चाहिँ भात डल्लो गर्दो रहेछ कि यसले चाहिँ। अब डल्लो बनाएर देखाउँछ है साथीहरू। कस्तो के जमाना आयो यस्तो, भात पनि डल्लो बनाउने सामान आउने। अब यहाँ हल्लाउँदैछ अब आहा कति राम्रो डल्लो भयो। ल ल हेर्नुहोस् साथीहरू, अब चाहिँ यो भात चाहिँ खाइन्छ। यसरी हल्लाउनु पर्दो रहेछ क्या साथीहरूलाई, यसरी डल्लो भयो होला अब। ल हेर्नुहोस् साथीहरू, यति राम्रो राम्रो भएको। ल हेर्नुहोस् भात डल्लो। मेरो नातिले खायो डल्लो भात, कति मिठो।